गढीको महानगरपालिका वडा नम्बर 8 मा अवस्थित रहेको शिव मन्दिर। हामीले विशेष गरेर यो मन्दिर स्थापना कहिले भयो, यो कसको सहयोग वा अनुदानमा निर्माण गरिएको हो भनेर यस शिव मन्दिरका पुजारी रामचन्द्र बिनाडीसँग कुराकानी गरेका छौँ। सबैले आइदिनु होला, विश्वास गरिदिनु होला। यो अब यो नयाँ नयाँ ठाउँ छ, सबैले नयाँ नयाँ बनाऊ। सबको साझा सम्पत्ति हो होइन, यो प्राइभेट कसैको चाहिँ निजी कसैको भने साझा सम्पत्ति हो। सबैले फलाउने फुलाउने। अब जन्मदिन बुवा एउटै हुन्छ, पालन पोषण जग्गा गऱ्यो भने हुन्छ, राम्रो छ। आउनु होला, मनोकामना परिपूर्ण हुनेछ। हजुरको जो चिताको काम छ, कोही चाहिँ त्यस्तो चाहिँ दुखी दुल्यादी हुनुहुन्छ, कोही लुला लाग्ला हुनुहुन्छ, कोही इत्यादि हुन्छ भने त्यो पनि सम्पर्क गर्नु होला। म नालीबाट पनि यस्तै त तिम्रो यस्तै हुन्छ रे भने सबै प्रकार म भनिदिनेछु। बिना शुल्क गर्नु, बिना शुल्क गरेर त्यो नालीबाट त्यो लागेको दोष इत्यादि कुरा कोही चाहिँ आउँदा बिमार के छ भने त्यो निःशुल्कमा पनि सबै काम गर्नु। 5 पैसा दिनुपर्छ नि, 5 पैसा दिनुपर्छ भनेपछि भक्तजनहरू पनि दिन प्रतिदिन आउने गर्छन्, पूजा गर्ने गर्छन्। सँगसँगै हजुरलाई चाहिँ हात भनौँ न हेराइ माग्ने अर्थात् आफूमा त्यस्तो रोग दोष छ भने हजुरमा आएर सहयोग गर्नु। म जानेको कुरा यस्तो यस्तो गर्नु, यो बाटो गर्नु भने सबै बाटो देखाइदिन्छु होइन। सबैतिर जाने अब नालीबाट म सबै थाहा पाइदिन्छु। मेरो परिचय भनेको रामचन्द्र बिनाडी हो। मलाई अहिले 74 वर्ष भयो। हस्, धन्यवाद। हाम्रो साइल खबरमा हजुरले यहाँको सम्पूर्ण जानकारी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। यो शिव मन्दिर हाम्रो परम्परा, संस्कार र धर्मको अनमोल धरोहर हो। यसले हाम्रो जीवनमा शान्ति, सद्भाव र आध्यात्मिक उन्नति ल्याउँछ। शिवको पूजा र भक्ति हाम्रो सांस्कृतिक पहिचान र धार्मिक आस्थाको प्रतिबिम्ब हो। यसले हामीलाई जीवनका विभिन्न चरणहरूमा मार्गदर्शन गर्दछ। हामी सबैले यस धर्म र संस्कृतिको संरक्षण गर्न, आगामी पुस्तालाई हस्तान्तरण गर्न जिम्मेवार हुनुपर्छ। शिव भगवानको आशीर्वाद सदा तपाईँ हामीमा रहिरहोस्। मानिसलाई आफ्नो स्वास्थ्य प्रति ध्यान र आध्यात्मिक ज्ञान दिन योगा क्लास सञ्चालन गर्ने जानकारी दिनुभयो। फोटो भिडियोहरू बनाउन आइरहेका हुन्छन्। यसले भगवान प्रतिको आस्था र भरोसामा विश्वास राख्ने र कामना पूरा हुने बताउनु भयो। व्यक्तिलाई कुनै रोग दोष कपट रहेको छ भने बिना पैसा निशुल्क फुक्ने काम, सहयोग गर्ने काम गर्छु भन्नुभयो।